हेलो गाइज, आज चाहिँ मैले मेरोमा खाना खानलाई मेरो बहिनी र मेरो एकजना भाइ पर्नेलाई बोलाएको छु है। मैले के बनाएँ हेरौँ है त। मैले खिर र साग चाहिँ हिजै बनाएको है, किनभने मलाई अल्छी लाग्छ के एकैचोटि बनाउन। अनि त्यो भएर चाहिँ खिर र त्यो साग हिजै बनाएको, किनभने भाँडा पनि इनफ थिएन नि त। मैले यहाँ लन्डन आएदेखि किनेको भनेको यो एउटा कराही र कुकर अनि एउटा फ्राई प्यान हो होइन। भाँडाहरू पनि अब प्रशस्त छैन नि त उतिखेरै बनाउनलाई, त्यो भएर आधा चाहिँ हिजै बनाएँ। अनि म्यारिनेसन गरिराखेको थिएँ, रोस्ट बनाएँ। हिजो चाहिँ बबाल राम्रो देखिएको थियो खिर होइन। आज चाहिँ यो फ्रिजमा राखेर अलिकति जमेर जस्तो देखेको छ। अनि दाल झाने मजाले जिरा र लसुनले। अनि यो चाहिँ अचार बनाएँ है, लुक सो यमी। अनि मिठो पनि भएको छ। यो चाहिँ अलिक धेरै बनाएको, अब बहिनीहरूलाई पठाउनु पनि पर्यो नि त। अनि यो चाहिँ प्यासन फ्रुट्स र पिचको चाहिँ योगर्ट अनि मासुको ग्रेभी मजाले भुटेर पहिला, अनि त्यसपछि चाहिँ ग्रेभी हालेँ होइन, चिली र आज करिएन्डर पनि हालेको छु। एन्ड देन यति नै हो। अनि भात चाहिँ ठिक्क पारेको छु होइन। उनीहरू आउने भनेपछि चाहिँ म यहाँ बल्ल सिटी लगाइदिन्छु।